हेलो गाइस, मैले चाहिँ पोर्क बनाउँदैछ। पोर्कलाई अहिले चप 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 पारेर भुटिसक्यो। केही हालेको छैन, ओइलमा मात्रै भुटेको। अब यसलाई टक्क मरमसला, गोलभेडा, लसुन, प्याज यो सब हाल्नु छ। अनि त्यसपछि मैले चाहिँ सबै हालिदिइसक्यो। अब यसलाई एकछिन यसो पर भुट्छु गाइस। धेरै त होइन, 1 केजी ल्याएर यसो बनाएको। अब के भन्नु गाइस, यसो युट्युबतिर भ्लग बनाएर हालौँ भनेर हाल्छ गाइस। अब यसलाई म हाल्छु जिरा, धनियाँको धुलो, यो गरम मसला, यो हल्दी पाउडर, यो अब नमक। अब यसलाई मिक्स गर्नुपर्छ। अब यसलाई 2 मिनट जति छोपिदिन्छु म। यसलाई छोपिदिइसकेँ मैले गाइस। अब 2 मिनट पछि म हेर्छु। यसलाई मैले ढक्कन निकालिदिइसक्यो गाइस। यसलाई चलाउनु पऱ्यो। हेर्नु है गाइस, तपाईँहरूलाई नि अब मैले जाने त यस्तै हो भन्न त मिल्दैन गाइस। योभन्दा राम्रो पनि बनाउन सक्नुहुन्छ तपाईँहरूले। मिठो र राम्रो स्वादिष्ट स्वादिलोवाला। तर मसँग चाहिँ यहाँ अब मिक्सर सिलौटा यताउता छैन गाइस। अहिले चाहिँ कटिङ मात्रै गरेर हाले सबै चिज। त्यही भएर मिठो त भएको छ गाइस, तर स्पेसल देखियो नि गाइस। हेर्नु है गाइस, हाम्रो पोर्क हेर्नु गाइस, स्पेसल भइरहेछ हुन त। मैले यसलाई सबै चिज हालिदिइसक्यो हाल्न त। अब हेरौँ। यसलाई चाहिँ मैले सुरुदेखि नै नदेखाएको गाइस, किनकि अब अलिकति यसलाई पर भुट्न अलिकति टाइम लाग्छ नि त गाइस। अब 1 किलो हो होइन, हामी खानुलाई अझ यसो भनेर बनाएको। बस ठिकै नै छ। यतिको बनाउन चाहिँ अब जाने हो या होइन कमेन्ट यताउता गरिदिनु होला मेरो युट्युब च्यानलमा आएर। मेरो युट्युब च्यानलको नाम चाहिँ मिस्टर रोशन ब्लग भन्ने छ। अब धेरै भिडियो त हाले होइन, ब्लग स्लग त बनाएको छैन। तैपनि तपाईँहरू आएर यसो कसरी बनाउने यताउता, यस्तो भएन उस्तो भएन, यो भएन त्यो भएन भनेर ब्लगको लागि चाहिँ यसो जानकारी दिनु होला। है गाइस, पानी पनि परिरहेछ। अब म यो कोथमिर यसमा हाल्छु। यो पनि हालिदियो। अब चलाइदिन्छु म।
मस्त यो चाहिँ लगभग रेडी भइसक्यो गाइस। यही टारीमा छु अहिले हामी चाहिँ हाल। पानी परेर हेर्नु आकाश गर्जेको। हामी चाहिँ यहाँ यसो सोफाको गर्छ क्या गाइस, त्यही भएर यसो हल्का रमाइलो गरिदिउँ कि भनेर हो गाइस। हेर्नु स्पेसल भइसक्यो गाइस मेरो पोल। अब नेक्स्ट भिडियो चाहिँ अब के को आउँछ भन्न सक्दिनँ गाइस, अहिलेको लागि चाहिँ यही नै हो गाइस। ल त गाइस मेरो रेडी भइसक्यो, अब हामी खानेतिर लाग्छु गाइस।